लाइफ इज अ जर्नी। जीवन एउटा यात्रा हो। त्यही यात्रामा हामीले धेरै सङ्घर्ष गर्नुपर्छ। धेरै सङ्घर्षहरूको यात्राहरूमध्ये एक मेरो यात्रा मेरो साथी विराटसँगको काठमाडौँदेखि कोलपुरसम्म। म एक यात्रा गर्न साह्रै मन पराउने मान्छे। त्यही यात्राको क्रममा तपाईहरूलाई हाम्रो देश नेपालको लोकप्रिय सहर बुटोल पनि देखाइदिउँ सोचे। र त्यसका लागि म एक दिन बुटोलमा पनि बसोबास गरेँ। हामीले यो यात्राको क्रममा चिसो हावा, नदी नाला, सुन्दर दृश्य पनि देख्न पायौँ। लामो बाइकको यात्रापछि धेरै थकान महसुस भएकाले त्यसलाई भुल्नका लागि गीतसँगै हामी पनि भुल्यौँ। र एका बिहानै बस पार्कमा गएर मैले बस पार्कलाई निहालेँ। त्यहाँ विभिन्न जात जातिका वेशभूषाका मानिसहरूसँग समय बिताए। कोही आफ्नो काममा जानलाई हतार त कोही डोको बोकेर हिँड्दै हुनुहुन्छ, त कोही साथीसँग गफ गर्दै, कोही पढाइका लागि सङ्घर्ष गर्दै हुनुहुन्छ। यो सबै मैले बुटोलको बस पार्कमा लिएको केही तस्बिरहरू जो तपाईहरूलाई पनि जीवन एक यात्रा हो, तपाईँ नि सङ्घर्ष गर्नुपर्छ भन्ने झल्काउँछ। सो हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मी लोकेश। वेलकम टु माई न्यू ब्लग। तपाईँहरूलाई स्वागत छ आजको ब्लगमा। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आफ्टर लङ टाइम ब्लग चाहिँ आइरहेको छ। हामी जाँदैछौँ आज घर। त्यही हो गाइस, हाम्रो यो चाहिँ कति दिनको हुन्छ भन्दाखेरि 2 दिनको राइड हुन्छ। आज हामी गएर कपिलवस्तु बस्छौँ, किनभने भोलि बिहानै लुम्बिनी गौतम बुद्धको त्यहाँ चाहिँ दर्शन गरेर हामी घर फर्किने कुरा गरेको छ। के हुन्छ हेरौँ। राम्रै भइदियोस्, लामो बाटो छ, यात्रा सफल होस् हाम्रो। जहाँ रोक्यो गिटार बजाउने हिँड्ने, गिटार बजाउने हिँड्ने, अरू के होइन। अँध्यारै छ, 6 बज्नु थालेको छ। अनि त्यसपछि धेरै पछि घर गएर यसो अब रमाइलो गर्नुपर्ने हुन्छ। यात्रा सुरु भइसक्यो हाम्रो यात्रा। साथीले चलाउँदैछ, म चाहिँ बसिरहेको छु अहिले। गल्ली 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 गइरहेको छौँ, किनभने त्यहाँ मन्दिर थियो। मन्दिरलाई लिफ्ट पारेर हिँड्नु हुँदैन, अनि मन्दिरलाई राइट पारेर हिँड्दाखेरि चाहिँ राम्रो हुने भएर अनि हामी यस्तो गल्ली 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 आएको। सो गाइस, यहाँ चाहिँ के भयो भने चाहिँ ल तँभन्दा हामी के गर्न खोजेको थियौँ, के भयो खै के भयो, यस्तो बाटो त थिएन। हामी हेरेर आएको। घर जाँदाखेरि थानकोटको बाटो भन्दा जाने। यसले चाहिँ कुन बाटो थाहा भयो त्यसरी? नयाँ सीता पाइलावाला बाटो सिधै धारके निक्लिने भनेको बाटो त। धारको निक्लिने उता तलबाट चाहिँ गोलमा फेरि यस्तो उकालो कि यहाँमा एउटा चढ्दै चढेन। हिँड्दै आएँ म। स्कुटीले पनि बिचरा यस्तरी घुमाइ घुमाइ बल्ल बल्ल तान्ने धकलेर लास्ट पोइन्टमा हो। तान्थ्यो तर साइकको थियो उकालो। लास्ट पोइन्टमा चाहिँ मतलब डबलै बसेर आइरहेको थिएँ उता तलसम्म, तर त्यत्रो हिँड्नु पऱ्यो। म सरी ब्याग त ल्याएर आउँदिस्। हल्का अफरोड आएको अवस्था गाइस, हल्का चाहिँ अफरोड आयो। अब यति पछि त फेरि बाटो चिलिली हो। अफरोड सक्यो, चिलिली बाटो आयो गाइस। यस्तो मिठो बाटो। गाइस धारके आइयो, धारके है। एकछिनमै पुग्यो धारके चाहिँ 1 घन्टामा हामीलाई। ठ्याक्कै 1 घन्टा लाग्यो हामीलाई चाहिँ यहाँ। अझ हामी त्यो उकालोमा हल्का गाह्रो भएर मात्रै हो। ठिक छ। यो उताबाट थानकोटबाट आउनु भन्दा चाहिँ यो चाहिँ राम्रो हो। सजिलै पुगियो, राम्रै छ।
वर्ष अब हामीदेखि धेरै भयो हाम्रो यहाँ बसाइ। अब हामी मनोकामना गरेर रोक्छौँ। सो गाइज अनि अहिले चाहिँ हामी यसो यहाँ कफी खानलाई चाहिँ रोकेछौँ। यस्तो कफी यो चाहिँ दामी छ क्या यहाँ। अनि यो कफी हब पनि यहाँ चाहिँ दामी नै छ भनौँ त्यो कफीको लागि। सो यहाँ रोकेको छौँ। यस्तो छ अहिले धुलै धुलो भएर एकछिन मैले राइड गरेँ। अब साथीले गर्छ अगाडि राइड गर्नलाई अझै गाह्रो छ क्या, यति ठाउँ हुन्छ। गिटार छ सबै छ झ्याउ अनि हाम्रो स्कुटी त्यहाँ चाहिँ स्कुटी। सो अब एकछिनमा हामी कफीहरू चियाहरू खाएर चाहिँ निक्लिनु पर्ने हुन्छ। सो गाइज हामी हल्का धनी नै भएको कारण मिनी वाटरले मुक्त हुन्छौँ। ऊ त्यहाँ धुली छ, हिँड्नु नसकेर चाहिँ त्यहाँ हामी पुग्न सकेनौँ। त्यसैले सबै यता थम्काएर आहा मजा आउँछ मिनी वाटरले मुक्त। गराउने 8 त्यसपछि अनि यस्तो गर्ने अर्को नि खोल्ने 8 गराउने अनि बिचराहरू खास माथिबाट हाल्दै आउने। यसरी चाहिँ हो भुइँमा पुग्ने होइन अनि यसरी हल्लाउने। अनि यो डिजाइन नबिगारिकन खाने हो। ल खानु है त्यसरी पेटसम्म पुग्दासम्म यो डिजाइन हुनु पर्यो। एज युजुअल हामी सधैँ जसरी बस्थ्यौँ त्यसै गरी मनोकामना त्यो दिदीको होटलमा बस्यौँ। त्यहाँ हामीले चिया मोमो बिस्कुट रेडबुल सबै खायौँ। ल अब चाहिँ हामी यहाँदेखि निक्लिनु पर्ने हुन्छ। नास्ता सबै खाइयो। अहिले चाहिँ हामी जस्तो मनोकामनामा अनि अब यहाँदेखि एउटा बिने साथी छौँ हाम्रो उता नारायणगञ्जमा उता देवघाटमा कहाँ अरे देउचुली दलदलेमा सेकेन्डलाई एकछिन त्यहाँ भेट्छ होला। अनि त्यसपछि हामी निक्लिन्छौँ। सानसानो बुटोल पुग्ने जसरी नै आनन्दले गइन्छ। मजाले बुटोल पुगेर भोलि चाहिँ त्यहाँदेखि हामी लुम्बिनीको दर्शन गरेर निक्लिन्छौँ। सो गाइज अहिले चाहिँ हामी दाउन्नेको उकालो चढ्दैछौँ। उकालो चढ्ने क्रममा हाम्रो हालत हेर्नु हालत कस्तो छ। त पछाडि बसिया सधैँ कम छ भन। कम रे यो के हो? यो सब यो हेर अनि त्यो हेर। अरे यस्तो धुलो खाँदै साथी मरिने भयो। गयो गाई जाममा पुरै जान्छ। कस्तो छ हालत जान्छ। हामी बाइक चाहिँ जानु मिलिरहेछ, अरू गाडीहरू चाहिँ सबै त्यसो तुलनामा जाम रहेछ आज। झुलै भएछ त देखा न मेरो। त पछाडि बसे त्यसो कम भएछ अहिले। हेर्ने मुख धुन जानु पर्यो। ए बे यो त सिमेन्टै हो क्या? हो यार सिमेन्टै हो क्या। हेर त मुख चाहिँ धुनुहुन्न, यहाँबाट तल नि झर्न अझै। सो दाउन्ने आइयो त्यो दिदीकोमा। अब त्यही नास्ता खाइन्छ यहाँ, पहिला फ्रेस भइहालौँ। गर्मी धुवा धुलोलाई बुल्नको लागि मेरो साथीले ड्यु पनि खाइहाल्यो। एन्ड आम अ चिया पर्सन, जहाँ गए पनि मेरो हातबाट चिया भन्ने कहिल्यै छुट्दैन। मेरो यहाँ गाली गर्दैछन् गाइस, गाली
गाली गर्दैछ है गाडी देशीको गाडी रहेछ इन्डियनको आले आले लामो जाम है एकदमै जाम हामी यस्तो गल्लीभित्र छिरिरहेको छौँ वेट गाडी आउँदैछ उताबाट आउँदैछ है रोकिदिउँ एउटा गाडी यत्रो जाम गराइदियो अबे एउटा गाडीले यत्रो जाम एउटा गर्दै अर्को हेर्न यो ए कति हतार हुन्छ हौ ओभरटेक गर्न फाइनली गाइज हल्का अब पिच रोड आयो भनौँ न यो चाहिँ हल्का आजभोलि गरेको रोड हो क्या पिच गरेको रोड हो अस्ति पहिलासम्म हल्का उयो यो डाँडासम्म पुरै हिँड्नु थियो नि त अहिले त यो पिच गरे हो स्कुटीको स्टार प्लग जानला जस्तो भएर चाहिँ हामी यहाँ फेर्न आएको छौँ यसो झ्याप बन्द भइरहेको थियो अघि बल्ल स्टार्ट भयो त्यसरी फेर्न आएको अब एकछिन फेरिन्छ यहाँ के हुन्छ यस्तो भएर बुटोलबाट देखिएको मिठो सनसेट र त्यसपछि हामी बुटोलको एकदमै मोस्ट पपुलर चिया पाउने ठाउँ चिया बगान भन्ने ठाउँमा पुग्यौँ जो चाहिँ एकदमै पिस ठाउँमा थियो जङ्गलहरूको बिचमा शान्त वातावरण फाइनली बुटोल पुगियो अब हामी अस्ति बसेकै होटेलमा जान्छौँ अनि तपाईँहरूले भिडियो हेर्नुभएको थियो होला भाइहरूसँग आएको बेला त्यही होटेलमा जान्छन् बुटोल बजार त्यो होटेल कहाँनिर छ भन्ने हो कि यतै थियो रुम पुगियो हामी त्यही अस्ति बसेको रुममा यस्तो छ हल्का रुम टुर दिनुपर्दा टेबल कुर्सी दराज बस्छौँ यो अब नुहाइदिनु पर्ने हुन्छ अनि त्यसपछि खाना हामी चल्छौँ गाइस बुटोलमा आएर कोही बस्नु भएको छ र मिठो थकालीको स्वाद लिन चाहनुहुन्छ भने माउली भान्साघरलाई सम्झनु होला हामी चाहिँ यहीँ माउली भान्सामा आएको छौँ यताबाट गयो नि हुन्छ यताबाट यहीँ खाना हामी सधैँ खाइरहेको छौँ सो गाइज आइसकेको छौँ खाना हामी यहाँ सधैँ खाइराख्ने ठाउँ माउली भान्साघर बुटोलमा यता अब गार्डनतिर चाहिँ बसिरहेको छौँ अहिले अब खाना एकछिनमा खानुपर्छ हामी भयो अब के गर्नु चिकन खाना अनि काम तो यसो वाकको लागि निक्लिरहेछौँ साथीहरूमा खाना खाएर यता आफ्नो होटेलमा नि आइसक्यौँ अनि हामी चाहिँ निक्लिरहेछौँ यसो अहिले बुटोलतिर डुल्नको लागि सानो सानो खाना खाएको पनि पस्छ नि त त्यसको लागि बिहानको सनराइजसँगै हामीले बुटोलमा के पाउँछ के गर्न मिल्छ बिहान हामीले भनेर निहाल्न खोज्यौँ र निहाल्यौँ पनि त्यसपछि हामीले केही नभेटेर बिहान एउटा चियासँग हाम्रो यात्रा सुरु गऱ्यौँ सो गुड मर्निङ एभ्रिवान है अहिले चाहिँ हामी बुटोलतिर छौँ र
यहाँ चाहिँ अब पार्किङमा स्कुटी छ हाम्रो। यस्तो देखिरहेको छ बिहानको सनराइज टक्क दामी। अनि अब चाहिँ हामी यहाँदेखि निक्लिने तर्खरमा छौँ। यहाँदेखि समथिङ 5 घन्टाको बाटो हामीलाई लाग्ला 7-8 घन्टा किनभने रेस्ट गर्दै जानुपर्छ। हरेक 1 घन्टामा आधी घन्टा त रेस्ट हुन्छ हाम्रो। त्यसको लागि चाहिँ बिस्तारै जानुपर्ने हुन्छ हामीले। अनि दिउँसो 2-3 बजीसम्म चाहिँ घर पुगिन्छ होला। त्यही हो दामी भयो बुटोलको बसाइ। होटलमा बस्यौँ, खाना बाहिर खायौँ, थकाली। त्यसो बिहान चिया खाना गयो तपाईँहरूले देख्नु होला। अनि भिडियो क्वालिटी र एडिटिङ चाहिँ कस्तो लागिरहेको छ त्यो चाहिँ कमेन्ट गर्न नभुल्नु होला तपाईँले। मैले डेली इम्प्रुभ गर्न खोजिरहेको छु त्यो चाहिँ। हस्पिटलमा आयो भने धेरै कुरा याद आउँछ यो साथी। यो हस्पिटलमा धेरै मेमोरी जुटेको छ क्या मेरो। भैलीको काण्ड बहिनीहरू बिरामी भएर कहाँदेखि फेरि एउटालाई पालै पालो अर्कोलाई पालै पालो हेलेर आएको। राति यहाँबाट 2-3 बजी हिँड्यो गाडी उ त्यहाँ अड्केर 3-4 बजी अनि बल्ल हिँड्यो। त्यस्तो याद छ यहाँ त। मेरो भ्लग कसले हेर्छ मेरो भाइ बहिनीहरूलाई याद आइरहेको होला। यहाँ लुम्बिनी यो हस्पिटल। लामो यात्रापछि हामी थकाइ महसुस भएकाले थकान मेट्नको लागि हामी एउटा चिसो र राम्रो ठाउँमा बस्यौँ र थकान भुल्नका लागि हामीले गीत सङ्गीतलाई रोज्यौँ। सजाउने उज्यालो मुस्कान बताउ कि मनै शुद्ध देखाउँछिन्। टाढिएर नजाऊ तिमी हेर विश्वास गर मलाई फेर सहजिका ढुङ्गा यो जिन्दगी जाँदैन तिम्रो माया आइखेर। मेरी माया फुला जस्ती बगैँचामा फुलिरहने। मेरी माया चम्किला ताराहरूमा चम्किने जुन। मेरी माया आकाशमा नि मेरी माया धरतीमा नि। तिम्रो माया हुनसके भए मेरो माया सही। तिम्रो माया जुन टाढा भए मेरो माया नक्षत्र सबै छ। तिम्रो मनमा के छ भनिदेऊ न। के छ तिम्रो मनमा मनै छु कि अरू मनै होइन भने भन्दिहाल। हटाउन खोज्दैछु झरेका सपनालाई बचाउन खोज्दैछु मरेका आशलाई। मनमै छौ तिमी नहेर मलाई बस्लाई बेसरी। भुलाउ भन्छौ आज भोलि तर भुलाउनु कसरी माया। बतास बनेर आयो माथि आकाश छुँदै घुरी
मजा आउन्न के साथी तँलाई लिरिक्स आउँछ त एउटा ट्राई गरौँ न अहिले फेरि यतिकै ट्राई गरौँ ल जाने होइन सर 11 बजे ल हाम्रो मोमो र मोमो र मासु चाहिँ आइसक्यो अब हामी खानुपर्ने हुन्छ गाइस यहीँ दिदीकै पसलमा पहिला आइराख्ने पसलमा सो गाइस ल फ्रुटी खाँदैछौँ हामी चाहिँ यसो बसेर यता लास्टै दुख्यो क्या पुरै यो सिटमै बसिन्छ गाइज हामी यहाँ होइन 20 मिनट म्याक्स अनि त्यसपछि रेस्टलाई अब यहाँ कति अरू होटेल सोटेलमा बस्नु भनेर चाहिँ यहाँ बस्नु थाल्यो फ्रुटी खान्छौँ यति चिजबल खान्छौँ पैसा सिद्धिएर हावा कुरा बोल्यो यहाँदेखि चाहिँ अब हामीलाई 1 घन्टा लाग्छ बडीमा सिधाइदिन्छु अहिले 80 किलोमिटर 1 घन्टा अरेमा अहिले आरक्षले गर्दा मात्रै ढिलो हुने हो नत्र हामी चाँडै पुगिन्छ 2 घन्टामा घर पुगिन्छ अब बडी लाए यो रेस्ट सहित 1.5 घन्टा गाइस